प्रिय मेलिना, म चाहन्छु भोलि नै यो संसार अन्त्याउँदैछ भनेर। तब म अर्को रेल चढेर तिम्रो भियना स्थित ढोकासम्म आइपुग्थे र भन्थे, मेलिना मसँग आऊ। हामी कुनै सङ्कोच, डर वा आत्मसंयम बिना एकअर्कालाई प्रेम गर्न जाँदैछौँ, किनभने भोलि संसार समाप्त हुँदैछ। सायद हामी अविवेकी भएर प्रेम गर्दैनौँ, किनकि हामीलाई लाग्छ हामीसँग समय छ वा समयसँग हिसाब किताब गर्नुपर्छ। तर के हुन्छ यदि हामीसँग समय नै छैन भने? वा के हुन्छ यदि हामीले चिनेको समय आफै अप्रासङ्गिक भयो भने? आहा, यदि मात्र भोलि संसार अन्त्य हुँदै थियो भने हामी एकअर्कालाई धेरै सहयोग गर्न सक्थ्यौँ। उही तिम्रो फ्रान्ज काफका।